नमस्ते साथीहरू। नेपालको 2026 को यो आम निर्वाचनले देशकै राजनीतिमा एउटा ठूलो भूकम्प ल्याइदिएको छ। पहाडदेखि तराईसम्म एउटै चर्चा छ, घन्टी र बालेनको। तर सबैभन्दा ठूलो प्रश्न यहाँ छ, मधेस जुन क्षेत्र मधेस केन्द्रित दलहरूको एउटा बलियो किल्ला थियो, त्यहाँ यसपालि उपेन्द्र यादव, महन्त ठाकुर र अन्य पुराना नेताहरू किन पछाडिए? किन मधेसका जनताले आफ्नै भनिएका दलहरूलाई यसरी रिजेक्ट गरे? आजको भिडियोमा हामी यसैको नालीबाली केलाउँछौँ। 2025 सेप्टेम्बरको त्यो जेन्जी आन्दोलन जसले केपी ओलीको सरकार ढाल्यो, त्यसले नेपाल राजनीतिमा एउटा नयाँ मानक सेट गरिदियो। त्यो आन्दोलनले पुराना दलहरूलाई मात्र होइन, मधेसका क्षेत्रीय दलहरूलाई पनि एउटा कडा सन्देश दिएको थियो। मधेसका युवाहरू अब केवल पहिचान र भावनामा मात्र बग्ने पक्षमा थिएनन्, उनीहरू डेलिभरी र सुशासन खोजिरहेका थिए। मधेसी जनताको सबैभन्दा ठूलो गुनासो यो रह्यो कि जब काठमाडौँमा सरकार बन्छ, मधेसी नेताहरू मुद्दा छोडेर मन्त्रालयको बार्गेनिङमा लाग्छन्। नागरिकता र संविधान संशोधनका कुरा निर्वाचन जित्ने कार्ड मात्रै बने, तर व्यवहारमा मधेसी जनताको जीवनस्तर उस्तै रह्यो। मधेस प्रदेशमा वर्षौंदेखि मधेसवादी दलकै सरकार थियो र त्यहाँ न शिक्षामा सुधार आयो न स्वास्थ्यमा। बेटी पढाओ बेटी बचाओ जस्ता राम्रा नाराभित्र भएका भ्रष्टाचारका काण्डहरूले जनतामा ठूलो वितृष्णा पैदा गरिदियो। जनताले सोचे, आफ्नै सरकार हुँदा त केही भएन भने अब विकल्प किन नखोज्ने? यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई प्रधानमन्त्रीको अनुहार बनाएर अघि सार्नु मधेसका लागि गेम चेन्जर बन्यो। बालेनको पुर्ख्यौली घर मधेसमै महोत्तरी हुनु र उनले काठमाडौँमा देखाएको कार्यक्षमताले मधेसका सहरी युवाहरूलाई निकै आकर्षित गर्यो। मधेसी मूलको युवाले देशै हाँक्न सक्छ भनेर सोचेर धेरैले घन्टीमा भोट हाले। पुरानो मधेसी दलको अर्को विकल्पका रूपमा डाक्टर सीके राउत उदाए। उनले ठूला कुरा भन्दा पनि किसानका समस्या र रोजगारीलाई आफ्नो एजेन्डा बनाए। पुराना नेताहरू महलमा बस्दा सीके राउत गाउँ र खेतमा पुगे, जसले गर्दा पुराना दलको भोट बैंक जनमत पार्टीतिर मोडियो। यो चुनावी नतिजा मधेसी दलहरूको लागि एउटा ठूलो पाठ हो। अब मधेसमा राजनीति केवल इमोसन कार्ड खेलेर मात्र चल्दैन। जनतालाई विकास चाहियो, भ्रष्टाचार मुक्त प्रशासन चाहियो र आफ्ना छोराछोरीहरूका लागि रोजगारी चाहियो। यदि पुराना दलहरूले आफूलाई सुधारेनन् भने अबको राजनीतिमा उनीहरूको अस्तित्व सङ्कटमा पर्न सक्छ। तपाईलाई के लाग्छ? के मधेसमा नयाँ शक्तिले केही परिवर्तन ल्याउला त? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। भिडियो मन परे लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। जय नेपाल।